black and white photo timro mutuma tasana. It's done for the day, guys. Hey guys, namaste, Anasya. Good morning, welcome back to my channel. So hope you all are doing fine and great. And this is just my random vlog. Like today I'm going to clean my room. Like I haven't cleaned my room for almost 1 week. 1 week त भएको छैन, Saturday चाहिँ 1 week पुग्छ for sure. अनि आज चाहिँ म रुम सफा गर्छु. अनि लास्ट टाइम मैले चाहिँ यहाँनिर पानी हल्का पसेको थियो यो विन्डोबाट, अनि त उयोबाट पानी हल्का पसेको थियो. पानी पसेको कारणले गर्दाखेरि मेरो कार्पेट बिग्रेको थियो अनि मैले कार्पेटलाई सुकाएर चाहिँ राखेको थियो. सो त्यो कार्पेट पनि ओछ्याउँछु. एन्ड before cleaning the room, let me show you my room, okay? My room tour, which is so messy right now, and like, let me show you guys. So this is the condition of my room right now. Like मैले बेडसिटहरु निकाले अनि मुनि चाहिँ यही एउटा मात्र उयो छ, this यो के भन्छ यसलाई, म्याट छ भनौँ न के भन्ने. अनि यसलाई म अब निकालेर मुनिपट्टि पहिला कार्पेट ओछ्याउँछु. एन्ड मेरो चाहिँ यो चाहिँ इन्डोर प्लान्ट्स हो. लेट मी शो यु गाइस. वाउ, यो त कति ठुलो भएछ, म त अब्जर्भै गरेको थिइनँ. लाइक इट हेज ग्रोन अप एन्ड दिस इज लकी प्लान्ट एन्ड दिस इज माई मनी प्लान्ट गाइस. म चाहिँ बिहानै उठेर पानीहरू खाएर सबै फ्रेसहरू भएर एभ्रिथिङ डन. खानुहरू भइसकेको थियो किन भन्दाखेरि बेलुकाको खाना थियो, त्यही बनाएर खाएँ मैले. अनि so let me clean my room and I have to do lots of work for today. And before cleaning, let me show you guys the weather, today's weather, since it was raining in the morning and like now the weather is so pleasant guys. A bit clear than. Okay guys, म चाहिँ यहाँनिर टाउकोमा धुलोहरू नपसोस् भनेर यस्तो गरेँ. मलाई चाहिँ सर्दी लागिरहेको छ र मैले मास्क लगाएँ. घाँटी पनि पुरा दुखिरहेको छ अस्तिदेखिको, जानेको चाहिँ जाति भएको छैन. अनि जगमा पानी लिएर आएर आइ एम गोइङ टु क्लिन माई रुम. अनि तपाईँहरूलाई म अलिकति क्विक वाला देखाउँछु है. यो जति सफा गर्दा पनि मेरो रुम भनेको कति मेसी हुन्छ, किनभने म मेन्टेन गर्दैन गाइस. मलाई म ड्युटी गरेर आएर आई फिल सो टायर्ड. अनि म एकदम लुगा सुगा खोलेर फ्याँकेर चाहिँ त्यही सुतिदिन्छु. अनि हप्ता बादमा क्लिन गर्ने हो गाइस. एन्ड I feel like moment ko jiyo. I don't know, I'm so happy because like I'm cleaning my room and just side by side I'm vlogging and I feel so good, you know. Energy aa raha hai, saaf karne mein energy aa raha hai guys, energy. सुनते मैं vlog गाना सुनते मैं साफ करूँगा और साफ करने के बाद आप लोग को दिखाऊंगा guys, so stay tuned. Okay, so मैले चाहिँ म्याट ओछ्यायो, कार्पेट, वर्क इन प्रोग्रेस. वेलकम ब्याक अगेन गाइज. एन्ड आफ्टर मेबी 1.5 hour मैले चाहिँ रुम सफा गरिसक्यो. अनि त्यहाँनिर चाहिँ मैले फोटो टालेको थिएँ पहिलानिर. अब त्यहाँ अलिक कलरफुल फोटो चाहिँ राम्रो देखेन, म ब्ल्याक एन्ड व्हाइट फोटो लिएर आउँछु. अनि त्यहाँदेखि ब्ल्याक एन्ड व्हाइट फोटो तिम्रो मुटुमा टाँसन, इट्स देयर इज वान नेपाली सङ, not mutu mona or something like that. Okay, so मलाई चाहिँ अहिले एकदमै तिर्खा लागेको छ guys. Let me drink some water. Now it's time for my room tour. 3, 2, 1 go. Okay guys, this is my room. त्यो पार्टमा चाहिँ फ्लावर्सहरू छ, ब्याक पनि त्यहाँनिर चेन्ज वहाँ परेछ guys. एन्ड रुम एन्टर गर्ने बित्तिकै चाहिँ यो साइडमा मेरो बेडरुम छ एन्ड त्यो साइडमा चाहिँ मैले त्यसरी राखेको छु. अनि त्यहाँनिर मिरर एन्ड पर्दा चाहिँ यहाँनिर अड्किँदैन. अनि मैले त्यहाँनिर जुगाड गरेर लगाएको छु. यो साइडमा मैले लुगाहरू राखेँ. एन्ड दिस साइड इज माई किचन. यु नो इट्स भेरी 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 डिफिकल्ट टु म्यानेज इन अ सिङ्गल रुम. यो साइड चाहिँ मेरो किचन हो. ओ माई गड, ब्लर भइगयो. अनि यहाँ माथि चाहिँ मेरो अझै भाँडाकुँडाहरू छ. अनि त्यहाँनिर चाहिँ पूजा गर्ने ठाउँ छ गाइस. एन्ड चाहिँ मेरो फ्लावर bouquet for you guys. Okay, यो ब्याग चाहिँ मैले चाहिँ ब्याग हटाएँ गाइस. मेरो एउटै मात्र सामान एरेन्ज गर्नु छ, त्यो चाहिँ हो मेरो फ्यान. अनि फ्यानलाई चाहिँ मैले बाहिर धोएर सुकाइरहेको छु गाइस. अब यसलाई कसरी हाल्ने होला, स्ट्रगल. पानी परेको, भगवानको कृपाले पानी परेको कारणले गर्दाखेरि चाहिँ अलिकति भए पनि वेदर एकदमै राम्रो छ. दिस इज माई लाइक
दिस टाइप अफ वेदर इज माई फेभरेट ओके अनि सिजनमा चाहिँ मलाई विन्टर धेरै मनपर्छ किन जाडो हुन्छ बट मलाई मेरो आँखाले चाहिँ हरियो चिज मात्र हेरौँ हेरौँ गर्छ र मेरो स्प्रिङ सिजन पनि वान अफ माई फेभरेट सिजन्स ओके सो अब यहाँनिर स्ट्रगल स्टार्ट भयो है मेरो स्ट्रगल चाहिँ के हो भने यो मैले फ्यान चाहिँ धुयो हौरेको अनि यहाँ हाल्नुपर्ने अब विच इज भेरी डिफिकल्ट गाइस यसमा चाहिँ मैले फिल्टर लगाएर बनाइरहेको छु ताकि अलिकति सुन्दर आओस् भनेर ओके गाइज आई एम अलमोस्ट डन अब मलाई चाहिँ आई निड टु चेन्ज माई ड्रेस किन भन्दाखेरि एकदमै धुलो धुलो भएको छ अब ड्रेस चेन्ज गर्छु मलाई यो पार्ट चाहिँ मलाई धेरै मन पर्यो किन भन्दाखेरि चाहिँ यो चाहिँ अहिले एकदम ओपन भएको छ एक दुई दिन हो गाइस त्यहाँदेखि फेरि म मैला गरिहाल्छु सो लेट मी चेन्ज माई ड्रेस I think that this down one there is one shop which is easier for me to get stuff and all. Indigo guys. That shop was closed but luckily now it is open so I'm gonna get some thing to eat. अनि मैले यो पार्ट पनि राम्रो बनाएको छु किन त्यहाँ चाहिँ विन्डो छ जुन चाहिँ स्टेयर्सकै त्यहाँ छ र चाहिँ देख्छ जस्तो लागेर मैले न्युजपेपर टालिदिएँ गाइस So let me change my dress. Black coffee banauchu guys. Close this. Oh my god. Today my room looks so beautiful. See, I don't have coffee machine. That's why like I'm doing like this, which is good. Exercise of my this hands, fingers. Heri timla herula. फुलै टिपे तिमीलाई दिउँला भनेर गीत छ नि म साँच्चै भनेको लिरिक्सको म त के गरिदिन्छु गाइस आइएम सो सरी आइएम अ भेरी ब्याड सिङ्गर रिल्याक्सिङ सो दिस इज माई लन्च दिस इज लाइक टर्मरिक वाटर किन मेरो हात त कति कालो आएको छि मेरो उयो के अरे घाँटी दुखिरहेछ द्याट्स वाइ आई मेड दिस टर्मरिक वाटर एन्ड एक पछि मलाई चाहिँ यस्तो खालको मनपर्छ अन्डा चाहिँ यसरी बनाएको एन्ड दिस इज टाइगर बिस्किट एक्चुअली आइम नट फन अफ इटिङ बिस्किट्स बट टुडे आई हेभ डिसाइडेड टु हेभ दिस फर लन्च सो गाइज म लन्च खाएर आई विल वाच मुभी मुभी डे मनाउनुपर्छ आज लेबर डेमा सो सभी को आज मजदूर दिवस का बड़ी बड़ी शुभकामनाएं क्या बोलती हूँ मैं प्राइस कति आएको कस्तो ग्रीन टी जस्तो देखेछ Bye guys, see you in my next vlog, so subscribe for more. Thanks for watching. Love you all.